दर्शकवृन्द नमस्कार। म आज तारकेश्वर नगरपालिकामा आइपुगेको छु। काप्रेस्थली माध्यमिक विद्यालयमा छु। म यति बेला प्रधानाध्यापक नवीन डङ्गोल हामीसँग हुनुहुन्छ। यो स्कुलको भवन संरचना हेर्दाखेरि धेरै राम्रो छ। विद्यार्थी संख्या के कति हुनुहुन्छ, यहाँ चाहिँ कस्ता किसिमका परिवारका छोराछोरीहरू यहाँ पढ्ने गर्नुहुन्छ, या गरिबका पढ्ने गर्नुहुन्छ कि अथवा समग्र सबै समाजमा बस्ने व्यक्तिका छोराछोरीहरू पढ्ने गर्नुहुन्छ। आज हामी यिनै र यस्तै विषयवस्तुसँग केन्द्रित रहेर कुराकानी गर्छौँ। सर नमस्कार, स्वागत। नमस्ते। आराम हुनुहुन्छ? आरामै छु सर। यो स्कुलको सर्वप्रथम कति सालमा स्थापना भएको र अहिले कतिदेखि कतिसम्म सञ्चालित छ बताइदिनुहोस् न। यो स्कुल चाहिँ विक्रम सम्वत 2019 सालदेखि सञ्चालन भएको। अहिले यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा 12 सम्म पढाइ हुन्छ सर। अहिले लगभग झन्डै 550-600 को हाराहारीमा विद्यार्थीहरू यहाँ अध्ययनरत छन्। 600 को विद्यार्थी यहाँ हुनुहुन्छ। ओके। एससीडी देखि 11-12 सम्म। 11-12 सम्म हजुर। जो विद्यार्थी संख्या राम्रै छ सर। 11-12 मा चाहिँ के पढाइराख्नु भएको? 11-12 मा हाम्रो म्यानेजमेन्ट मात्रै छ सर। म्यानेजमेन्ट मात्र पढाइराख्नु भएको छ। ओके। एससीडी का विद्यार्थीहरूलाई कुन प्रविधिबाट कुन माध्यमबाट पढाइराख्नु भएको छ? खेल विधि, विभिन्न विधिहरू छन् नि त अहिले चाहिँ, के कसरी पढाइराख्नु भएको छ बताइदिनुहोस् न। ECD मा पढ्ने प्री प्राइमरी भन्छन्, हामीले उनीहरूलाई सिकाउने प्रविधि भनेको यो खेल विधि अनि प्रदर्शन विधि अनि त्यस्तै गरेर मतलब चाहिँ यो विशेष गरेर उनीहरूको हामीसँग भएका शिक्षकहरू अलि अनुभवी तालिम प्राप्त र धेरै वर्ष चाहिँ शिक्षामा बिताएको हुनाले उनीहरूको मनोबल चाहिँ बुझेर धेरै जसो प्रेसर नदिकन त्यही खालको हामीसँग शैक्षिक सामग्रीहरू पनि पर्याप्त नगरपालिकाबाट पनि उपलब्ध गराएको हुनाले त्यसैमा आधारित भएर त्यहाँका हाम्रा म्यामहरूले त्यही अनुसारको शिक्षा दिइरहनु भएको छ, सिकाइ गरिराख्नु भएको छ। हजुर। 5 क्लास भन्दा माथिका विद्यार्थीहरूलाई कुन प्रविधि प्रयोग गर्नु भएको छ? अहिलेको नयाँ प्रविधिहरू अहिले डिजिटल बोर्डहरू छन् हैन, स्मार्ट बोर्डहरू पनि आएका छन्। ती बोर्डहरू तपाईले पाउनु भएको छ कि छैन, के छ अवस्था? हामीलाई यो तारकेश्वर नगरपालिकाले गत वर्ष 3 वटा स्मार्ट बोर्डहरू यस विद्यालयले उपलब्ध गराएको छ। योभन्दा अगाडि यो प्रदेश स्तरीय शैक्षिक कार्यक्रम अन्तर्गत एउटा स्मार्ट बोर्ड उपलब्ध गराइदिनु भएको छ र हामीले क्लास चाहिँ 7, 8, 9, 10 र 11 मा गरेर 4 वटा क्लासहरूमा स्मार्ट बोर्ड प्रयोग गरेर सरहरूले शिक्षण गर्नुहुन्छ
र 5 देखि धेरैजसो हामी कहाँ अनुभवी शिक्षक शिक्षिकाहरू हुनुभएकोले उहाँहरूले विशेष गरी त अब कक्षा शिक्षणमा प्रयोगात्मक चाहिँ नि भयो हैन। अब त्यस्तै गरेर प्रश्न उत्तर विधिहरू भयो अनि त्यस्तै गरेर अवलोकन विधिहरू प्रयोग गर्नुहुन्छ। त्यो विषय अनुसारको चाहिँ अब कसैले मतलब प्रयोग चाहिँ विधिहरू विज्ञानमा प्रयोग सम्बन्धी विधिहरू प्रयोग गर्नुहुन्छ। यसरी नै शिक्षण गरिरहनु भएको छ। ओके, पर्याप्त मात्रामा पुग्छ बोर्डहरू? बोर्डहरू पुगेको छैन, हामीलाई जम्मा हामीसँग 4 वटा छ, पुगिरहेको छैन। अब त्यो भएकोलाई हामीले अब जुन अहिले माथिल्लो क्लासमा ती बोर्डहरू प्रयोग गरेका छौँ। ओके सर, तपाईँको स्कुलमा कस्ता किसिमका परिवारका नानी बाबुहरू पढ्नुहुन्छ एकचोटि बताइदिनुहोस्। हामी कहाँ यहाँ आउने अधिकांश विद्यार्थी भनेको निम्न वर्गका, जसले आफूलाई चाहिने शैक्षिक सामग्रीहरू पनि जुटाउन गाह्रो भएको परिवारहरू आएको छ र धेरैजसो स्थानीय भन्दा पनि बसाइसराई गरेको विद्यार्थीहरू यहाँ पढ्न आउँछन्। अलमोस्ट हामीसँग यो तामाङ कम्युनिटीको चाहिँ बढीभन्दा बढी छन् र ती वर्गका परिवारहरू जो चाहिँ आर्थिक अवस्था एकदमै विपन्न भएको र उनीहरूलाई चाहिने शैक्षिक सामग्री पोसाकहरूदेखि लिएर किताबहरू पनि उपलब्ध गराउन नसक्ने खालको छ। दयनीय नै छ। मैले सुनेको कतिपय सामुदायिक विद्यालयहरूमा त आज एउटा आमाले बच्चा लिएर आएको हुन्छ, त्यसको 2-3 महिनापछि अर्को आमा आइपुग्छ, अर्को बाबा आइपुग्छ हैन। यहाँ चाहिँ घर भाडामा अथवा घरमा काम गर्नेका नानी काम गर्ने, बिहान बेलुका काम गर्ने, दिउँसो चाहिँ यहाँ स्कुलमा आएर पढ्ने पनि बाध्यता छ भन्छ। के साँच्चै नै त्यही हो? एकदम हजुरले भनेको चाहिँ नि एकदमै त्यस्तै हो। यो सरकारी स्कुलहरू हाम्रो काठमाडौँमा पेरिफेरीमा सबै चाहिँ धेरैजसो त्यस्तै खालको परिवारहरू छन् हुनुहुन्छ। त्यो परिवार चाहिँ विचलन भएको हजुरले भने जस्तो मतलब चाहिँ नि मिस भएको पारिवारिक समस्या भएको हैन। जस्तै एउटा छोडेर अर्को जाने, अर्को आउने, त्यस्तो खालको परिवार नै बाहुल्यता छ। राज्यले तपाईहरुले यस्ता किसिमको बच्चा पढाइराख्नु परेको छ। हजुर। यहाँ धनीका स्थानीय बच्चाहरू अलिकति शिक्षित व्यक्तिका छोराछोरी यहाँ कोही पनि पढ्दैन। अलिकति शिक्षित जो चाहिँ शिक्षित छन्, जसले चाहिँ यो समाजलाई तान्ने गर्छ, उनीहरूका छोराछोरी यहाँ पढ्दैनन्। तपाईहरुले गरिबका छोराछोरी पढाइराख्नु भएको छ। हजुर हो। अनि राज्यले तपाईहरुबाट राम्रो रिजल्टको अपेक्षा गर्छ। प्रधानमन्त्रीज्यूले केही समय अगाडि भन्नुभएको थियो 48% विद्यार्थी पास गराउने अनि अहिले सडकमा आएर तमासा देखाउने भन्नुभएको थियो। हजुर। कस्तो मन दुख्छ सर? मन दुख्छ होइन, मन त कतकै खान्छ। हामीले गत वर्ष हामीसँग भएको स्रोत साधनहरू र शिक्षकको अनुभवले गर्दाखेरि यस विद्यालयमा 92% भन्दा बढी विद्यार्थी पास भएको छ। सीमा 92% अघिल्लो वर्ष। हजुर 92% तपाईहरुले पास गर्न सक्नुहुन्छ सम्भव भयो एसईमा। हजुर। र त्यसलाई हामीले अब 100% चाहिँ बनाउने विद्यालयले त्यस्तो खालको रणनीतिहरू योजनाहरू र व्यवस्थापन समितिसँग कोअर्डिनेसन गरिरहेका छौँ। हामीले अभिभावकसँग कोअर्डिनेसन गरिरहेका छौँ। त्यसको लागि अतिरिक्त कक्षाहरू सञ्चालन गरिरहेका छौँ र म आफै पनि बिहानदेखि बेलुका 6 बजीसम्म विद्यालयमै चाहिँ बसेर हेरिरहेको हुन्छु। गरिरहेको छु। अनि यो राज्यले पर्याप्त मात्रामा लगानी गर्दैन। तपाईलाई यहाँ खर्च यो बिजुलीको बिल सिल तिर्न यताउता गर्न 50-60 हजार कति दिन्छ? हजुर। हो। यत्रो बिल्डिङ बनाउनु भएको छ, यो बिजुलीको बिल तिर्नकै निम्ति पनि त्यो पैसा पुग्दैन। पर्याप्त छैन। एउटा धाराको टुटी भाँच्चेला बनाउनु पर्ला, टेबल फुट्ला भाँच्चेला यो बनाउनु पर्ला, त्यो पैसा त पुग्दैन नि त। पुग्दैन नि त। तपाईहरुले गरिबका छोराछोरी पढाइराख्नु भएको छ, थोरै मात्रामा चाहिँ भोकै पेट पढाउनु पर्ने अवस्था छ, रिजल्ट चाहिँ 92% भन्दा राम्रो निकाल्न सफल हुनु भएको छ। हजुर। यति गर्दाखेरि पनि राज्यले किन हेर्दैन जस्तो लाग्छ, किन सोच्दैन जस्तो लाग्छ? तपाईहरुले यत्रो मेहनत गरेको किन देखेन जस्तो लाग्छ तपाईहरुले? अब राज्यले सबै विद्यालयहरूलाई एउटै टोकरीमा राखेर समग्र मात्र चाहिँ इभ्यालुएसन गर्नु हुँदो रहेछ हैन। राज्यले कुन स्कुलको चाहिँ शिक्षकहरू भनौँ न त्यस विद्यालयलाई
नजिकबाट चाहिँ हेरेर त्यसलाई मूल्याङ्कन गरेको भए त्यो अनुसारको बिहे पनि गर्नु पर्थ्यो, त्यस्तो खालको पाइएन। सबैलाई समग्रमा एउटै चाहिँ टोकरीमा राखेर हेर्ने भएकोले राज्यबाट मतलब चाहिँ बजेट विनियोजन हुँदाखेरि त्यसरी उपेक्षित भएको हो कि जस्तो हामीलाई लाग्छ। मूल्याङ्कन भएन, सही मूल्याङ्कन भएन। विद्यालयलाई वर्गीकरण गरेर हेर्नुपर्ने र राम्रो गर्नेलाई चाहिँ पुरस्कारको होइन त्यही अनुसारको बजेट विनियोजन गर्ने त्यस्तो खालको नीति सरकारसँग अलि भएन, दीर्घकालीन नीति भएन। ओके, शिक्षकहरू पर्याप्त मात्रामा पुगिराख्नु भएको छ के छ? हामी कहाँ शिक्षकहरू अहिले गत वर्षसम्म त हामीसँग पर्याप्त दरबन्दीहरू थिएन। नगरपालिकाले तारकेश्वर नगरपालिकाले 6वटा दरबन्दीहरू हामीलाई दिनुभएको छ, जसले गर्दा यस वर्ष हामीले चाहिँ राम्रैसँग दरबन्दी पुगेको छ र कक्षाहरू चुस्त दुरुस्त रूपमा सञ्चालन भइरहेको छ। ओके, अस्ति 29 दिन जुन आन्दोलन गर्नुभयो त्यो आन्दोलनको बेला 9-10 दिन भाइ बहिनीहरूले पढ्नु पाउनु भएन। हजुर, विद्यार्थीहरूले पढ्नु पाउनु भएन। त्यो 9-10 दिनको जुन भरपाई छ तपाईँहरूले कसरी भरपाई अथवा त्यो विद्यार्थीहरूलाई कहिले कुन समयमा पढाउनु हुनेछ जानकारी गराइदिनुहोस्। हामीले शिक्षक आन्दोलन चाहिँ भइरहेको समयमा शिक्षक आन्दोलनलाई पनि हाम्रो नैतिक समर्थन गर्दै हाम्रा विद्यार्थीहरू पनि यताउता चाहिँ नहोस्, उनीहरूको पढाइमा पनि बाधा चाहिँ नपुगोस् भनेर हामीले वैशाखको 7 गते आइतबारदेखि नै फुल फेजमा स्कुल सञ्चालन गरेका छौँ र आन्दोलनतिर पनि केही शिक्षकहरू आन्दोलनमा जाने र बाँकी भएका शिक्षकहरूले विद्यालयमा चाहिँ पठन पाठन गर्ने नीतिले गएको र केही चाहिँ छुट्न गएको। अब त्यसलाई हामीले अब आउने गर्मी महिनामा त्यस्तो हाम्रो विद्यालयमा त्यस्तो चाहिँ नोक्सान चाहिँ पढाइमा नोक्सान भएको छैन, नोक्सान भएको छैन। वैशाख 7 गते नै हामीले सुरु गर्यौँ फुल फेज। 7 गते नै 7 गते आन्दोलनमा केही शिक्षक पढाउनु यहाँ पनि पढाउन म आफै बसेर चाहिँ पढाएँ। म कहिलेकाहीँ म आफै पनि आन्दोलनमा गएर सहभागी हुने होइन। त्यो आन्दोलनले गर्दा विद्यार्थी बढे कि घटे, के छ अवस्था? हामी कहाँ चाहिँ गत वर्षभन्दा 150 विद्यार्थी बढेको छ। गत वर्षको भन्दा 150 विद्यार्थी बढेको छ। के कारणले पढाउन सफल हो? मेरो विचारमा चाहिँ विद्यालयको त्यो चाहिँ परिणामले नै गर्दा हुनुपर्छ। यहाँको जुन खालको वातावरणहरू अभिभावकले एकदम नजिकै चाहिँ अहिले निहाल्नु भएको छ। यहाँ अनुशासनदेखि लिएर हाम्रा बच्चाहरूलाई सामाजिक दायित्व, व्यवहारिक कुराहरू पनि सिकाउनु हुँदो रहेछ, पढाइ मात्र होइन भन्ने खालको अभिभावकले लिनुभएको छ। त्यही भएर जति अभिभावकहरूसँग हामी काउन्सिलिङ गर्छौँ, परामर्श गर्छौँ, उहाँहरूले पोजिटिभ रूपमै दिनुभएको भएर बच्चाहरू को भर्ना दर बढ्या जस्तो लाग्छ। ओके, भनेपछि योभन्दा अघिल्लो चोटिको रिजल्टले गर्दाखेरि पनि बच्चाहरू बढेकै हो, विद्यार्थीको सङ्ख्या विद्यार्थी बढ्या। हजुर, देश बनाउनु छ भने शिक्षालाई पहिलो प्रायोरिटी दिन आवश्यकता छ कि छैन, के महसुस गर्नुभयो? एकदमै हो। शिक्षा भनेको देशको एउटा मेरुदण्ड हो। यदि शिक्षा चाहिँ सही राम्रो भयो भने त्यही हामीले जे सिकायो त्यही आउने त हो नि। जस्तो हामीले सुन्तला रोप्यो भने सुन्तला फल्ने हो, ज्यामिर रोप्यो भने ज्यामिर फल्ने हो। अब हाम्रा चाहिँ देशका यो बालबालिका भने देशका कर्णधार हुन्, उनीहरूलाई हाम्रो राम्रो शिक्षाहरू दिन सक्यो भने त्यसैले नै पछि देशको विकासमा भनौँ देशलाई समृद्धि बनाउने कामहरू विद्यार्थीको हुने हुनाले शिक्षाको चाहिँ लाई राज्यले पहिलो प्राथमिकता राखेर त्यही खालको नीति चाहिँ बनाउनु पर्छ। अहिलेको शिक्षा भूकम्पिक शिक्षा मात्रै भयो, सिपमूलक शिक्षा भएन, अबको आवश्यकता सिपमूलक शिक्षा हो भन्ने कतिको महसुस गर्नुभयो? एकदम हाम्रो शिक्षा भनेको सैद्धान्तिक शिक्षा भयो अहिले जुन दिइरहेको छ। त्यो सैद्धान्तिक शिक्षा भनेको एउटा चाहिँ सर्टिफिकेट चाहिँ बोक्ने र त्यो सर्टिफिकेट कतै चाहिँ प्रयोग नहुने हुन्छ। अहिले आफ्नै खुट्टामा उभिनको लागि उसलाई चाहिँ प्राविधिक शिक्षाहरू चाहिन्छ। उसले आफ्नै खुट्टामा उभिएर केही गर्न सक्ने चाहिने भएकोले त्यो खालको शिक्षा चाहिँ नि सरकारले उपलब्ध गराउनु पर्ने र विद्यालयले पनि त्यस्तो अब बच्चाले त्यो खालको शिक्षा दिनको लागि हामीले विभिन्न निकायहरूसँग कोअर्डिनेसन सहकार्य चाहिँ गरिरहेका छौँ। अब त्यो खालको आश्वासन चाहिँ पाइरहेका छौँ हामी। ओके, विद्यार्थीहरूले तपाईँको स्कुलमा लाइब्रेरीहरू त्यसपछि गएर ल्याब टेक्निक के अरे हाम्रो यो कम्प्युटरहरू साइन्स ल्याबहरू प्रयोग गर्न पाइराख्नु भएको छ? एकदमै पाइरहेको छ। ठिक छ। हाम्रो प्रदेश सरकारले राष्ट्रपति जुन शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यस विद्यालयलाई विज्ञान प्रयोगशाला अनि पुस्तकालय व्यवस्थापन सम्बन्धी र अनि यो कम्प्युटर चाहिँ हाम्रो यो नेपाल टेलिकमले
मतलब चाहिँ नि बच्चालाई सिकाउन चाहिँ नि दिएको छ, तर पर्याप्त चाहिँ छैन। त्यसैलाई हामीले राम्रै सदुपयोग गरेका छौँ, राम्रो सदुपयोग सिकेका छौँ। ओके, अहिले हामी यो बहस गरिराख्दाखेरि चाहिँ पछिल्लो समय सामुदायिक विद्यालयप्रति हेर्ने नजर फरक बन्दै गइरहेको छ, तर केही हदमा सुधारिएका पनि छन्। तर जुन पहिलाको गतिविधि थियो त्यसले गर्दा अहिले पनि बदनाम हुनुपर्ने अवस्था रहेको छ। तपाईँहरूमाथि आरोप के लाग्ने गर्छ भने सामुदायिक विद्यालयमा चाहिँ शिक्षकहरूले पढाउँदैनन्, अल्छी गर्छन्, घाम ताप्न गएका हुन् होइन, यिनीहरू त के अरे पार्टीका कार्यकर्ता हुन् भन्ने किसिमको तपाईँहरूमाथि आरोप लाग्ने गर्छ नि, के भन्नुहुन्छ यो विषयलाई कसरी खण्डन गर्नु? एकदम सही हो, तर मैले अघि हजुरलाई सुरुमै भने यो सबै सामुदायिक विद्यालयहरूलाई एउटै टोकरीमा राखेको हुनाले त्यो समस्या आएको हो। तर यस विद्यालयमा हाम्रा कर्मठ शिक्षकहरू चाहिँ इमान्दारीका साथ चाहिँ क्लासमा पुरै समय बिताउने, समयमै आउने, क्लास सकेपछि जाने गर्नुभएको छ। त्यही मेहनतले गर्दा नै यसको रिजल्टहरू बिस्तारै सुधारिँदै आएको छ। अनि अभिभावकहरू पनि सकारात्मक भएर विद्यालयलाई राम्रो छ भन्ने दृष्टिकोण अहिले छाप परेको छ। अब यहाँको अभिभावकका निम्ति, यहाँको बालबालिकाका निम्ति, अबको आउने वर्षका निम्ति होइन, यसलाई अझ योभन्दा राम्रो बनाउनका निम्ति तपाईँले कस्तो किसिमको योजना अगाडि सार्नु भएको छ बताइदिनुहोस्। अब यहाँ आउने बालबालिका उनीहरूको चाहिँ नि पढाइ चाहिँ स्तर बढाउनको लागि हामीले अहिले गरेको चाहिँ नि कामहरू भनेको सबभन्दा पहिले हामीले यहाँको विभिन्न खालको भएका कुराहरू नै यहाँको भौतिक स्रोतहरू भनौँ न, त्यसलाई अधिकतम चाहिँ प्रयोग गर्ने भनेको मतलब भनौँ अब यहाँको उनीहरूको स्वास्थ्यमा होइन, यो खानेपानीहरूदेखि लिएर शौचालय भयो हजुर भर्खर छिर्नु भयो होला, त्यहाँ चाहिँ हामीले पहिलो कुरा चाहिँ नि वातावरणको कुरोहरू भयो, फुलले उनीहरूलाई चाहिँ नि विद्यालय चाहिँ नि भित्र प्रवेशको लागि फुलहरू चाहिँ नि गमलामा राखेर होइन बगैँचाको एउटा चाहिँ उ गऱ्यौँ। अनि त्यस बाहेक अब उनीहरूलाई हामीले प्रत्येक शुक्रबार चाहिँ अतिरिक्त क्रियाकलापहरू गरेर उनीहरूसँग भएका जुन अन्तर्निहित क्षमताहरू होइन प्रस्फुटन गर्नको लागि त्यो खालको छ। त्यसको साथसाथै अब कक्षाहरू चाहिँ निरन्तर रूपमा सञ्चालन गर्ने होइन, अब त्यस्तै खालको चाहिँ विभिन्न खालको जनचेतनामूलक चाहिँ कार्यक्रमहरू विभिन्न चाहिँ यो संस्थाहरूसँग कोअर्डिनेसन गरेर त्यस खालको अहिले दिनदिनौ चाहिँ विभिन्न खालको अपराधिक क्रियाकलापहरूबाट कुलतबाट बचाउनको लागि त्यस खालको कार्यक्रमहरू पनि हामीले चलाइरहेका छौँ होइन। भर्खरै यो मनोसामाजिक अनि त्यो आत्महत्या सम्बन्धी होइन अथवा चाहिँ यो साइबर क्राइम सम्बन्धी यो चाहिँ भर्खरै हामीले सम्पन्न पनि गरिसकेका छौँ। त्यो मात्र भनेर भएन, उनीहरूकोले अभिभावकले चाहने विद्यार्थीले चाहिँ मुख्य चाहने भनेको उनीहरूको पढाइको स्तर चाहिँ माथि चाहिँ उकास्नु पर्यो। उकास्नु लागि हामीले अब अतिरिक्त कक्षाहरू भयो। अनि कुनै पनि हजुरले पनि अहिले देख्नुभयो होला, अब यहाँ एउटा विद्यालय चाहिँ 0 देखि 10 सम्म अहिले सञ्चालित छन्। कुनै आवाज डिस्टर्बेन्सहरू सुन्नु भएको छैन। शिक्षकहरूले कक्षा कोठामा बसेर उहाँलाई आफूले चाहिँ मतलब चाहिँ भनौँ न उनीहरूको क्षमताले उनीहरूको अनुभवले उनले चाहिँ प्राप्त गरेको ज्ञान चाहिँ उनीहरूले बुझ्ने तरिकाले दिने वातावरण हामीले बनाएका छौँ। र यसको लागि अभिभावकसँग निरन्तर चाहिँ भेटघाट प्रतिक्रिया लिने व्यवस्थापन समितिका बैठकहरू, शिक्षक अभिभावकसँग बैठकहरू भयो। अनि सम्बन्धित निकाय यो हाम्रो चाहिँ अभिभावक चाहिँ निकायहरू नगरपालिका शिक्षा शाखाहरूसँग आवश्यक चाहिँ परेको कुराहरूलाई समन्वयन गरिरहेका छौँ हामीले। बालबालिका अथवा अभिभावकहरूबाट केही शुल्क सहयोग शुल्क केही उठाइराख्नु भएको छ? हामीले यस नगरपालिकामा भर्ना नाम दर्ता भनेर हामीले नोमिनल थोरै पैसाहरू चाहिँ उठाएका छौँ। अरू नगरपालिका भन्दा यो के अरे यस नगरपालिकामा भएका विद्यालय हजुरले बुझ्नुभयो भने सबभन्दा कम चाहिँ यही होला हामीले बुझेअनुसार। र अतिरिक्त कक्षाको लागि अब शिक्षकहरूलाई थप चाहिँ उहाँलाई सेवा शुल्क दिनु, क्लास लिनु पर्यो, उहाँहरू त्यस बापत तिर्नु पर्यो होइन। त्यस बापत चाहिँ हामीले लिएका छौँ। अरू खासै त्यस्तो खालको छैन, छैन शुल्कहरू। अन्तिममा शिक्षक विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ? अन्तिममा शिक्षक विद्यार्थी अभिभावकलाई
हाम्रो विद्यालयहरूलाई तपाईँले कोअपरेट गर्नु आवश्यक परेका चाहिँ यहाँका समस्याहरू जुन उत्पन्न हुन्छ फेस टु फेस गरेर अगाडि आउनुहोस् होइन, हाम्रो विद्यालयलाई नजिकबाट हेरिदिनुहोस्, हामीले तपाईँहरूलाई पनि कोअर्डिनेसन गर्छौँ र यसलाई कसरी चाहिँ राम्रो बनाउन सकिन्छ त्यही अनुसार अगाडि बढ्छौँ भन्ने मेरो चाहिँ कुरा रहेको छ। व्यस्तताका बावजुद यो स्कुलको बारेमा जुन जानकारी दिनुभयो त्यसको लागि हजुरलाई म धेरै धेरै धन्यवाद। हस् धन्यवाद। हजुरले जुन अन्तर्वार्ता लिएर यस विद्यालयको कुराहरू एउटा मिडिया मार्फत राख्न खोज्नुभयो, यहाँ आइदिनु भयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद।